नमस्कार, म हरिशंकर शाह। बाढी आउँदा के गर्ने के नगर्ने। हरेक वर्ष बाढी आउँछ, तर सचेत रहियो भने ज्यान र सम्पत्ति दुवै जोगाउन सकिन्छ। बाढी आउनु अघि के गर्ने? सधैँ मौसमको समाचार सुन्नुहोस्। घर नजिक उच्च स्थान वा सुरक्षित ठाउँ पहिचान गर्नुहोस्। जरुरी सामान खाना, पानी, टर्च, औषधि र कागजात झोलाभित्र तयार राख्नुहोस्। बिजुली र ग्यासको स्विच बन्द गर्नुहोस्। बाढी आउँदा के गर्ने? पानी बढ्दै छ भने तल नजानुहोस्, माथिल्लो तल्लो वा सुरक्षित ठाउँमा जानुहोस्। बालबालिका, बुढाबुढी र जनावरलाई साथमा राख्नुहोस्। विद्युत पोल वा तार नछुनुहोस् र सरकारी निर्देशन अनुसार मात्रै हिँड्नुहोस्। बाढी गएपछि के गर्ने? घर फर्किनु अघि ध्यान दिनुहोस्। पर्खाल कमजोर त छैन, फोहोर पानी नखानुहोस्। उमालेको पानी मात्र पिउनुहोस्। खाना सफा राख्नुहोस् र मच्छरबाट बच्नुहोस्। र अन्त्यमा सावधानी नै सुरक्षा हो। बाढीलाई रोक्न नसके पनि बाँच्ने उपाय भने हामी आफै गर्न सक्छौँ।